राजु बिस्तारो नि आफै लड्यो राजु अब विदेशतिर लाग्नुपर्छ होला हौ केको लागि जाने विदेश किन जान पर्यो विदेश आफ्नै लागि जाने नि दाजु परिवारको लागि जाने ओ परिवार मेरो कोही परिवार छैन साला परिवार भएर पनि टुरो जस्तो भएको यो संसारमा म एक्लै होला किन यस्तो कुरा गर्दै हुनुहुन्छ दाजु मलाई नै हेर्नुहोस् त मेरो कोही छैन र त म परिवार बनाउन खोज्दैछु अब तपाईँ बुढो नि हुनु लाग्नुभयो दाजु बिहे चाहिँ चाँडै गर्नुपर्छ है दाइ को बुढो भयो को बुढो भयो दाइ छोड्नु न यार के ल्याङल्याङ गरिरह मलाई बुढो भयो भन्छस् साला रुमाले जा दाइ 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 भनेर मान सम्मान गरेर आफै पैसा तिरेर रक्सी खुवायो मेरै छातीमा धक्का मारेर जाँदो रहेछ यार हुन त यिनीहरूको सन्तानमा सङ्गत गर्ने खालको सन्तान चाहिँ होइन के रुमाले दाइ के भयो किन आएको यहाँ गइसक्यो तेरो दाइ जा नरिसाउनु न रुमाले दाइ सुन्नु न सुमन कहाँ छ थाहा छ तपाईँलाई किन चाहे तँलाई सुमन फेरि भन्नु न के तपाईँले देख्नु भएको छ सुमनलाई ओ माथि काइलाको बारीमा खन्दै होला हो साँच्ची तिमीहरू आइज बस फिर्को लिएर आइज हस् दाइ दाइ फिर्का यसो घर सल्लाह केही गरौँ कि भनेको 24 घण्टा रक्सी पिन्छ सहर पनि 24 घण्टा रक्सी पिएर बस्छस् कि कहिलेकाहीँ फ्रेस पनि हुन्छस् बाबा धेरै नकराउ कुरो के हो सिधै भन जा भित्र गएर चिया बना हस् काका सुन बमे हल अंश चाहिएको होइन भने त हो नि खै वास्तै गर्दैनौ तिमीले तर त्यसको लागि तैँले एउटा काम गर्नुपर्छ के काम
तेरी बहिनी सपना र त सुमनेलाई फेरि एक बनाउनुपर्छ। तिम्रो दिमाग ठिक ठाउँमा त छ। पहिले उनीहरू एक हुँदा छुटाउने पनि थिए, अहिले फेरि किन एक बनाउन खोज्दैछौ? कुरा बुझ्दैनस्। गाउँभरि छापछाप्ती हल्ला फैलिसकेको छ। अब तेरी बहिनी सपनालाई कसले बिहा गर्छ? तेरी बहिनी सपना पनि त्यो सुमन भनेपछि मरि हत्या गर्छ। यदि त यो काम गर्न सक्छस् भने गर, यदि सक्दैनस् भने म अर्को कोही मान्छे खोजौँला। म केही सोचौँला। ल खर्च र ओइ एकछिन हिँड। के भयो? फेरि अर्कोपट्टि टाउको फुटाउनु मन लाग्यो तँलाई? साला बढी कुरो नगर। बमी दाइले एकछिन बोलाउनु भएको छ। हिँड। ओइ हात छोड, हात छोड। तेरो बमे दाइलाई गएर भन्दे यहीँ बोलाएको छ भनेर। जा। के भयो? तपाईँलाई नै आउनुहोस् यो दाइदी। ल झरे काका यदि त यो काम गर्न सक्छस् भने गर, यदि सक्दैनस् भने म अर्को कोही मान्छे खोजौँला। हिँड। साला झारे, मैले बोलाउँदा आउन सकिनस्? ठुलो भइस। ठुलो सानोको कुरा होइन, तिर्खा लागेको बेला प्यासी धाउने हो। खोला धाएर तेरो मुखमा आउँदैन। कुरा के हो भन। सुन, विगतमा जे भो भो, बिर्सिँदै सबै कुरा। म पनि बिर्सिन्छु। अब हामी मिलेर अघि बढ्नुपर्छ। मेरी बहिनी सपनालाई एकचोटिलाई माफी गरिदे, त्यसपछि सब कुरा ठिक हुन्छ। तिमीहरू दुवैजनाको भविष्य राम्रो हुन्छ अनि यो सब दुःखहरू तिमीहरूले गर्नु पर्दैन। के भन्छस्? सक्यो तेरो कुरा?
अब मेरो कुरा सुन। पहिलो कुरो त एउटा राम्रो संस्कार सिकेर मसँग कुरा गर्नुहुन्छ र अर्को कुरा हाम्रो समाजमा कुनै पनि जेठानले आफ्नो ज्वाइँलाई त भनेर सम्बोधन गर्दैन। अनि अर्को कुरा सुन, न त मलाई तिमीहरूको कुनै सम्पत्तिमा लोभ छ न त तिमीहरूसँग कुनै सम्बन्ध नै जोड्नु छ। अब आइन्दा म त के मेरो 7 पुस्ताले पनि तिमीहरूको सन्तानसँग झुक्किएर पनि कुनै पनि सम्बन्ध जोड्ने छैन। यति कुरामा त ढुक्क हो। ठिक छ, यदि तेरो निर्णय यही हो भने तेरो 7 पुस्ताको ग्यारेन्टी त म दिन सक्दिनँ, तर संसारको जुन कुनै कुनामा गएर बस, तँलाई जिन्दगीभर सुखले चाहिँ गरी खान दिन्न। तैँले कसलाई सोधेर काम दिइस्? मेरो बाउले काम नदियो भनेको होइन। कसलाई सोधेर दिइस्? कसलाई सोधेर दिइस्? दाइ तपाईँ ठिक हुन्छ? म ठिक छु, छोड्दे मलाई भाइ। दाइ भयो, छोड्दे। अब त मसँग काम गर्नु पर्दैन। दाइ किन त्यसो भन्नुभएको? भयो, छोड्दे मलाई, नछो मलाई। ल जा भाइ, अब आइन्दा मसँग काम गर्नु पर्दैन। गइहाल्यो अहिले। नबोलेको? तिमीहरू सन्चै त छौ नि? बाले कस्तो छ?
आमा है तिमी घर कहिले आउँछौ? आउँछु अब 2-4 दिनमा काम सकिन्छ अनि आउँछु। के भयो छोरो, सबै ठिक त छ नि? ठिकै छ आमा, तिम्रो न्यास्रो लागेर फोन गरेको। ल ल बाबु ल, म पछि फोन गरौँला है। यहाँ पाहुनाहरू धेरै हुनुहुन्छ, तिमीहरू राम्रोसँग बस्नु है, राम्रोसँग आफ्नो ख्याल गर्नु, बाको पनि ख्याल गर्नु ल। हुन्छ आमा। आमा अलि चाँडै आउनु है,